नेपाल राष्ट्र बैंकको न्यूली अपॉइंटेड गभर्नर डाक्टर विश्वनाथ पौडेल 20 मे 2025 मा अपॉइंट भएको भन्ने बारे हामी सबैजना अवेर छौं। अब 25 जुन 2025 मा उहाँले आफ्नो प्रोपर्टी डिस्क्लोज गर्नुभएको छ। प्रोपर्टी डिस्क्लोजर सँगै उहाँको सोशल मिडिया भरि नै चर्चा परिचर्चा चलिरहेको छ। अब नेपाल राष्ट्र बैंकको गभर्नरले आफ्नो निजी सम्पत्ति किन सार्वजनिक गर्न पर्छ त? यसको सेभरल रिजनहरु छ। व्हाई इट्स म्याटर, यो सबै कुरा स्टेप बाइ स्टेप डिस्क्लोज गर्नेछौं। सो ढिला नगरी सुरु गरौँ। नम्बर 1, पारदर्शिता कायम गर्न, प्रमोट ट्रान्सपेरेन्सी। सम्पत्ति विवरण सार्वजनिक गर्दा जनतालाई कर्मचारीको आर्थिक अवस्था थाहा हुन्छ। यसले उनीहरूले आफ्नो पदको दुरुपयोग गरेर आफ्नो निजी फाइदा लिएको छैन भन्ने पुष्टि गर्न मद्दत गर्छ। नम्बर 2, कानुनी बाध्यता, लिगल रिक्वायरमेन्ट। भ्रष्टाचार निवारण ऐन 2059 र सुशासन ऐन 2064 अनुसार सबै सरकारी कर्मचारी र सार्वजनिक पदमा रहेका व्यक्तिहरूले हरेक आर्थिक वर्षमा आफ्नो सम्पत्तिको विवरण अनिवार्य रूपमा बुझाउनु पर्ने हुन्छ। सम्पत्ति विवरण नबुझाएमा जाँच वा कानुनी कारबाही हुन सक्छ। नम्बर 3, भ्रष्टाचार र दुरुपयोग रोक्न, प्रिभेन्ट करप्सन एन्ड अब्युज अफ पावर। अचानक धेरै सम्पत्ति देखिएमा तुरुन्तै जाँच पडताल गर्न सकिन्छ र यसले घुस, कमिसन र कार्यालयको सम्पत्तिलाई दुरुपयोग हुनबाट पनि जोगाउँछ। नम्बर 4, जनविश्वास बढाउन, टु बिल्ड पब्लिक ट्रस्ट। जिम्मेवार पदमा रहेका व्यक्तिहरूले आफ्नो सम्पत्ति खुलाउँदा जनताहरूको विश्वास बढ्छ। सम्पत्ति लुकाइएको छ भने शंका बढ्छ र संस्थाको छवि पनि बिग्रिन्छ। नम्बर 5 मा रहेको छ अन्तर्राष्ट्रिय मापदण्ड, जसलाई इन्टरनेसनल नर्म्स पनि भन्छौं। ट्रान्सपेरेन्सी इन्टरनेसनल र UN कन्भेन्सन अगेन्स्ट करप्सन जस्ता अन्तर्राष्ट्रिय निकायले सम्पत्ति सार्वजनिक गर्न भन्छ। यो सबै रिजनहरूले गर्दाखेरि हायर पोस्टमा रहेका कर्मचारीहरूले आफ्नो प्रोपर्टी डिस्क्लोज गर्न अनिवार्य नै हुन्छ। अब जाउँ सोशल मिडियाको चर्चातिर। उहाँको कुल सम्पत्ति 16 करोडको देखिएको छ। अब हामी प्रोपर्टी डिस्क्लोजरतिर जानेछौँ। सो मेक श्योर यु वाच दिस भिडियो टिल लास्ट। डाक्टर विश्वनाथ पौडेल ओन्स 2 हाउसेस, जुन चाहिँ उहाँको वाइफ प्रतिभा शर्माको नाममा रजिस्टर छ। एउटा घर ललितपुरमा विच वर्थ 1 करोड 55 लाख रुपीज अनि अर्को घर नवलपरासीमा विच वर्थ 60 लाख रुपीज। यो दुईटै प्रोपर्टी उहाँको पुर्खाबाट पाएको र उहाँको पर्सनल अर्निङको मिक्सचर हो। अब प्रिसियस मेटलको कुरा गर्ने हो भने उहाँसँग 45 तोला सुन र 1.5 मिलियन वर्थ भएको डायमन्ड छ। यो पनि वंशानुगत र उहाँको पर्सनल अर्निङबाट कमाएको मिक्सचर हो। अब शेयर मार्केटकै कुरा गर्ने हो भने अराउन्ड 14 करोड रुपीज उहाँको शेयरमा लगानी छ र 37,50,000 को स्टक चाहिँ उहाँको वाइफको नाममा रहेको छ। यो बाहेक 19-20 लाखको सेभिङ उहाँको विभिन्न ब्याङ्कको सेभिङ अकाउन्टमा रहेको छ। उहाँको कुनै पनि डेब्ट छैन। अब भेहिकलको कुरा गर्दाखेरि उहाँको वाइफको नाममा रजिस्टर्ड एउटा सुजुकी कार छ जसको वर्थ 44 लाख रुपीज छ। सो अब यो सबै कुराको समरी बनाउँदाखेरि ओभरअल 16 करोडको प्रोपर्टी देखिन्छ। मेक श्योर यु फलो मी फर मोर इन्ट्रेस्टिङ भिडियोज लाइक दिस।